के हो जस्तो लाग्छ? त्यस्तै होला तिमीलाई मैले हो फर्स्ट वर्ड ल फर्स्ट वर्ड उनी हो फर्स्ट वर्ड तिमी तिम्रो हजुर भने जस्तै हो त्यही ल त्यही जनाउँछ फर्स्ट इमोजी हो ल थाहा हुन्छ क्या यो चाहिँ एकदम क्रसलाई डेडिकेटेड गर्ने खालको गीत हो ल भर्खर भर्खर लभ पर्नुपर्छ त क्रस हुनलाई लभ परिराख्नुपर्छ आँखो से आँखो देकर प्यार हो जाएगा हुन्छ है एलियन हो कि यो साथी अनि एलियनसित मात्र क्रस हुन्छ यो चाहिँ अब जस्तै एकचोटिमै पागल प्रेमीहरूले क्या त्यो क्रसको लागि यो कहिलेको गाना हो यो होइन त्यस्तो होइन भर्खर भर्खर भन्दा अलि धेर त्यस्तो भर्खर पनि होइन रिसेन्ट पनि होइन अलि टाइम चाहिँ भयो तर एकदम पपुलरै गीत हो सुनिराख्ने खालको गीत हो तर हल्का टक्क हामीले होमवर्क गर्दाखेरि अथवा असाइनमेन्ट गर्दाखेरि टक्क सुनेर लेखौँ भन्ने खालको गीत हो क्या अनि टक्क क्रसलाई सम्झिँदै भर्खर कलेज हिँड्दाखेरि टक्क क्रस भेटे पछाडि होमवर्क गर्दै गीत सुन्दै खालको सङ हो क्या यो फर्स्ट वर्ड ल तिम्रो हो ल तिम्रो पछाडि के छ सेकेन्ड इमोजीमा के भनिरहेको छ हेर त सेकेन्ड इमोजीमा के छ आँखा होइन मुस्कानमा जमाइरहेको छ ल अब के हो अब भन है तिम्रो मुस्कान भन्ने सङ चाहिँ रङ हो तर सो यो सङ पनि उहाँहरूले नमिलाए पनि तपाईँहरूले चाहिँ कमेन्टमा मिलाइदिनु होला